यस्तो ठाउँमा यो बुसानको ख्वाङआङ्ली ब्रिज। एक तला दुई तले पुल कि तिन तले पुल छ कि हो यहाँ हेर्दा त। यत्रो बिल्डिङ यता शीतल हावा चलिरहेछ। डुङ्गा सैर गर्ने ठाउँ। आजको सन्डेमा पनि अब घुम्दै बुसान बुसान तरफलमा होस् त तपाईँ यार छुट्टीमा मौज लिन छोडेर पसिना बगाउँदै जोगुर्छन् यार के हो। ठिकै छ चलाउँदा चलाउँदा वक्क वक्क वक्क। वे यो के हो पानी जहाज। यो के हो यो बुसान ख्वाङली बीच। मौसम खराब, मौसम नखुलेको अवस्था। त्यो बुसानको तिल्टा बिल्डिङ हेउन्डे बिल्डिङ अनि रह्यो यो ख्वाङआङ्ली बीच। मौसम नखुलेर यस्तो मजाको देखिएन यार। दुई तले पुल, तल पनि गाडी उपलो पनि गाडी लगाएर गाडीहरू कुरेर यस्तो छ बुसान यार। दुई तले पुल, तल जो दोहोरो बाटो, माथितिर दोहोरो बाटो, समुद्रमाथि बगल घुमिरह। सन्डेको दिनमा पनि यस्तो गाडीको भिड छ। म चाहिँ अब ख्वाङआङ्ली ब्रिजलाई पछि छोडेर अगाडि यस्तो रोडबाट बुल्गुक्सा भन्छ कि के भन्छ मन्दिर, गौतम बुद्धको मन्दिर गइरहेको छु। यो ख्वाङआङ्ली ब्रिजलाई पछाडि छोडिदिएर हम बढेंगे आगे अगाडि। के छ त मन्दिर परिसरमा भिडियोमा आउनेछ। कति ठुला ठुला बिल्डिङ हो यार। डाँडो भन्दा नि माथि छ त यार। कोरिया
कति कालो बिरालो छ यार। बर्खाको मौसम लास्टै खराब, त्यही पनि हामी घुमेंगे खाएंगे। मौसम नखुलेर मजा नआउने। कुरियामानमा यस्तो झारको बाटो हिँडिरहेछ, तर रोड चाहिँ बब्बाल छ फेरि। यस्तो रोड, भारी भारी यस्तो बिल्डिङ। यता हामी लखर 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 काम नपाए जस्तो धुल्यो। हप्ताभरि काम हान्यो, हात यस्तो चोट लाउँछ। यो हातमा यस्तो भएको निको हुन लाग्यो, फेरि सेम ठाउँमा यो हातमा यस्तो। हिन्दुरा हिन्दुरा भन्छ उहरूले त्यस्तै। हिन्दुरा यो 2 मिनेट हिँड्दो रहेछ ब्याक साइडमा। हामी चाहिँ उल्टो बाटो आएछु, फेरि फर्केर उता जानु पर्यो। गाह्रो 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 यस्तो बाटो आएर एउटा डाँडो नागेपछि बल्ल गलत बाटो गएछु भन्ने थाहा हुन्छ यार। यस्तो सुनसान रोडमा छिरेर रन रन रन। गलत बाटो हिँड्यो, एउटा मन्दिर पत्ता लगाउन नि गाह्रो भयो मलाई। बिल्डिङ, रोड, यस्तो बाटो। कोरियामा सुनसान सुनसान जग्गा छ यार। हामी जानुपर्ने उता, हामी गएछु उता। सब कारमा हिँड्छन्, आफू चाहिँ 2 खुट्टे बाइकमा। कुड्यो कुड्यो कुड्यो, यता कुड्यो उता कुड्यो। यो बाटो उता गएर फेरि यही बाटो फर्किनु पर्यो। बाटो नचिन्दाखेरि यस्तो गाह्रो हुन्छ। फेम छोसिम, सर्पदेखि सावधान। यो 2 तले पुलमा तल र माथिदेखि गाडी कुडेको दिनभरि कुद्दा पनि नसकिने कति गाडी हो यार। म हिँड्दै जाँदाखेरि बाघले बाटो छेक्यो मलाई। ओ माइ लोड कोरियामा मलाई बाघले बाटो छेक्छ यार। ल हटाएकै हान्न खोज्छ यार, के हो। बर्खाले कुहिरो लागेर मौसम खुलेन। त्यहाँ व्हेल माछाहरू लगातार उफ्रिरहेछन् पछि व्हेल माछा उफ्रेको। अघि के हो, यस्तो छ बुसानको अवस्था। अब म प्लान चाहिँ यस्तो बाटो बुद्ध मूर्ति मन्दिरमा। बहुत शीतल छ दिन चाहिँ गर्मी महिनामा, काम नलागेर। मौसम खुलेर भ्यू राम्रो नदेखिए पनि घुम्नलाई चाहिँ शीतल मस्तै।
그래도 이해하고 그러더라 걔. माइजूहरू गफ गर्दै गर्दै हिँड्छन् यस्तो सिधीमा अपार्टमेन्टहरू यस्तो बाटो उक्लिरहेछु म यस्तो उँगो चाहिँ यस्तोदेखि आइरहेछु चलेङ्गै जाउँ बुद्धको मन्दिरमा के छ आजको सन्डेलाई रमाइलो आजको आइतबारको छुट्टीलाई महत्त्वपूर्ण बनाइदिउँ आइयो यस्तो ठाउँमा गयो फोटो खिच्न त्यहाँ रहेछ सिङ्गल मान्छे के फोटो खिच्नु ठोङसेङ माल छङमाङडे घुम्नुपर्ने ठाउँहरू होला यस्तो भ्यू यो के हो यगिते यागान हेआन सानचेक्रो आने यो रातिको सानचेक गर्ने बाटोको जानकारी आने जानकारी यस्तो यस्तो के हुन्छ है नाइटमा यस्तो बवाल हुन्छ के छ हेलो बुसान बुसान कस्तो छ त आजको भिडियोमा त यी पुल मात्रै बढी देखिने भयो त जता जाँदा पनि एक पुल डबलवाला पुल तल र माथि दोहोरो दुईटा भिडियो मात्र आउने भयो त यार के हो यो फोटो खिच्ने ठाउँ बुसान ट्राभलिङ बुसान एहेङ समुद्र है कोरियाको समुद्रमा छलाङ लगान पर्ने थियो के गर्ने अब यत्रो समुद्रमा सकिँदैन होला यस्तो के बनाएको यो यस्तो बस्ने रेस्ट गर्ने ठाउँ छ सुनसान छ आजको मेरो भिडियोमा चाहिँ यही मात्र हुने भयो यस्तो अब म जान्छु यो रोडबाट रन्केर पुगिदिन्छ म कहाँ पुगिन्छ यो समुद्रको तिरैतिर अब हम चलेंगे हम जाएंगे त्यो बाटो तर खासै के भएर मौसम खराब भएर यो मान्छेहरू त्यस्तो भिडभाड छैन कहीँ त मान्छेहरू बब्बाल भिड भएर दिमागै खराब गराउँथ्यो यहाँ त सुनसान छ यार ओके चलो यस्तोमा के फोटो खिच्दिउँ यस्तो यहाँ मैले के देखेँ भनेपछि धरहरा है क्यामेराले मेरो क्यामेराले जुमै गरेन धरहरा छ यहाँ सेपुरकै धरहरा नेपालको धरहरा यहाँ पो टाँसिरहेको छ ओके हम एउटै ठाउँको भिडियो निकै देखाउने यो आज उक्लियो अब हामी चाहिँ टाङटाङ चलेन हामी
यतातिर अब घुस्दै म यस्तो रफ्तारमा ट्याङ 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 पानी परेर पुरै चिसो चिप्लो छ। यस्तो समुद्र छ पारितिर, अग्ला अग्ला बिल्डिङ छन्। रोड सुनसान छ। डरलाग्दो अवस्था छ यहाँको। व्हेल माछा के भन्छ अरे डेन्जर व्हेल माछा आएर मलाई खाला फेरि यार। एक्लै घुम्दाखेरि यस्तो बिच यता यस्तो अवस्था ठिरिङ। यस्तो बाटो छिर्नु पर्छ। मान्छेहरू कोही छैन। यो मौसम खराबीले हो कि के हो, प्राय ठाउँमा त मान्छे भिड भएर मलाई भिडियो खिच्न नदिएर दिगदार लगाउँथ्यो। आज त यस्तो डर लाग्ने सिनमा मान्छे भेटिँदैन यार। बुसान ट्राभलिङ बुसानको भ्रमणमा म निस्केको यति बेला यस्तो ट्रेकिङ मार्ग समुद्रको टिरैतिर के हो पढ्न आउँदैन। यसो भिडियोमा देखाइदियो के पुल हो यस्तो। खरे खोला भन्नु छैन, खरे खोला नि पानी पर्न छिट्टाउन लायो, बितारा पार्छ जस्तो छ। कोरियाको के भन्छ विकास आकाश भवन बिना कामका यस्ता पुल। बुसान ट्राभलिङमा के देखिन्छ। पानी चित्ताएको अवस्था छ। खङली बिच अनि कति भन्नु थाहा भइसक्यो। यस्तो समुद्रको तिरैतिर यस्तो के भन्छ सनसेट खिच्ने एक्सर्साइजको लागि काममा डिप्रेसन हुन्छ भनेर यस्तो समुद्रको शीतल खाँदै रिफ्रेसिङ हुँदै यस्तो बनाइदिएको छ। मान्छेहरू छताक छुतुक मात्र भेटेको छ आज। प्राय त टनक हुने हो। यस्तो ठाउँ बुढो मस्त बल्छी खेले ह। बुढो कि बुढी हो सिद्धि बल्छी माछा मार्दै आउँदैन। ओहो बाटो त डेन्जर आउँदैछ त्यहाँ। उछुक ठोङहेङ भन्छ कोरियामा। किप द राइट साइड हिँड्ने ल। जति देखाउने समुद्र बाहेक केही छैन त्यहाँ। यहाँ पनि अर्को डाम्नो पल्छी खेल्न लगाइरहेको रहेछ। यो त मात्रै कहाँ म त यहीँदेखि फर्किने अवस्था आयो। थाकियो लास्टै। यसपालिलाई चाहिँ 8 बाजा फर्केर घर पुग्न पर्ने भयो। यो बाटो त जति हिँड्दा पनि सकिँदैन। पुरै पसिना भइसक्यो ज्यान। यो त कहाँ पुरै समुद्रै एक चक्कर लगाइएला जस्तो छ त यार। हामीले खान लायकले लान्छ र नाइटमा चाहिँ यस्तो लाइट बलेर बबाल हुनेवाला छ।
तर के गर्नु हामी नाइटमा यहाँ बस्न सकिँदैन घर टाढो छ घर टाढो 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 पुग्नु पर्ने हुन्छ इमर्जेन्सी यो चाहिँ समुद्रको तिरैतिर कहाँ सुनसान सुनसान फोटो जोन बुसानको यो तीनटा हिउँदैको तीनटा अग्लो बिल्डिङमा बाडलले टक्क छाडिदिएको छ। मौसम छ बर्खाको सिजन यस्तो छ बुसानतिरको मौसम। त्यही भएर मान्छे पनि खासै यो सान्चेखिलमा छैन यस्तो भएर एउटा जाँच यस्तो छ अवस्था। हामी यस्तो बाटो कुदिरहेको छु म तीव्र गतिमा। अब चाहिँ लाग पर्न लाग्यो निस्किनु पर्यो। बाटो चिप्लो छ एकदमै होसियार भएर हिँड्नुहोस्। चोट लाग्यो भने हुँदैन यस्तो छ कोरियाको हल्लीचल्ली बुसानतिर 기대지마십시오. 부채 너가 저 스쿨에 온라인 자리 부채는 यार ये खङ्गाङको भिडियो मात्र हुने भयो आजको यस भिडियोमा। मेरो कति मार्यो होला नि यिनले माछा। चलिङ 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 ख्याक 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 गर्छ यार के हो यार
बुवाले पनि गाह्रो भयो मलाई हिँड्दा हिँड्दा यस्तो बाटो चाहिँ हिँड्नुपर्छ यार बिहान पनि यार के हो यार यस्तो छ बाटो पीछे छोड़ के हम चलेंगे आगे घरतिर आजको छुट्टी पनि सकिनै लाग्यो 5 बजिसक्यो अब यस्तो बाटो कहिले कसरी धुल्छ यार हामी नै थोकिन्छ मोठेस गराउने समुद्रको तिरै हिँड्ने सनसेट रोडमा पनि दह्रो हिँड्ने यो पटक पसिनै निस्क्यो यार यस्तो जाडो मौसममा जाडो मौसम त होइन जाडो गरेको दिनमा पनि पसिना आयो पानी खान पाएको छैन यही पुल देखाउन मन लाग्छ के हो यो दुई तले पुल खाइरहने जी यो बाटा प्रवेश गरेर यही बाटा निस्कियो खाजा 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 बाई बाई भिडियो यही अन्त्य पानीमा नि बाइक कुदाउँछन् यार मान्छेहरू यार त पानीमा पनि बाइक कुदाउँछ यार भु 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 गर्दै के गर्नु आफू त बाइक छैन दुईटा खुट्टा ठेक्रेक 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 हिँड्यो काम गर्यो बिजोक जिन्दगी बिताइरहेको अवस्था छ देख लेंगे फिर भी हम खुश है के भन्नु खोइ
यस्तो माछा मार्ने जहाज यस्तो बाटो पनि छेक्नुपर्छ कोरियामा सल्लाहकारी वन जहाज साना साना जहाज पानीमा चल्ने बाइकहरू यहाँ पाइन्छ गरक 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 कराइरहेछ खाटोले पड्काउँछ यता फेरि यस्तो बिल्डिङ हामी चाहिँ यता मौसम खराब भएर बुसानको आजको घुमाइ यस्तै हो बाइ बाइ